गाइस, वेलकम टु माई भ्लग है। धेरै लामो समयपछि चाहिँ म अहिले भ्लग गर्दैछु है। किनकि अब कामकाजको व्यस्तताको कारणले यताउता त्यस्तो हिँड्न पाइन्न थियो होइन। अब तपाईँहरूले देखिरहेको घोराई तुलसीपुरको चाहिँ के बनाउनु र है। आज चाहिँ हामी जखेराताल जाँदैछौँ गाइस। हाम्रो यो नियरेस्ट डेस्टिनेसन इज फेराताल। 34 किलोमिटर रहेछ यहाँदेखि घोराइदेखि चाहिँ। हामी घोराइदेखि लमै झर्नुपर्छ जखेरा जानलाई चाहिँ। लमाईको बजारदेखि 7 किलोमिटर पूर्वतर्फ महेन्द्र हाइवे मुनि अगाडि बढ्नेछौँ। अगाडि बढिसकेपछि चाहिँ जखेरा तालको चोक आउनेछ। त्यस लगत्तै हामीले फलोअप गरेर चाहिँ जखेरा ताल पुग्नेछौँ। अलिक अगाडि पुगिसकेपछि चोक आउँछ। त्यसदेखि उत्तरतर्फ लाग्यो भने हामी जखेरा पुग्यौँ। यो जखेरा तालमा चाहिँ तपाईँहरूले ढुङ्गा चढ्नको लागि मात्र 150 लाग्छ। अन्यथा अरू हेर्नको लागि चाहिँ कुनै पनि रुपैयाँ शुल्क लाग्ने छैन। तपाईँले चाहिँ मजाले फ्रीमा हेर्नु पाउनु हुनेछ। हिँड्दै गर्दाखेरि यता हात्तीको स्ट्याचु पनि रहेछ। अनि थोरै यतातिर बाटोमा हिँडेको मन्दिरतिर भिडियो बनाउँदै बसिरहेको बेला गरेर पानी जहाँ जाउँछ कहाँदेखि आयो भनेर पछाडि हेर्छु त यतै पछिदेखि चलेर आइरहेको छ पानी। त्यसपछि फेरि मैले एकचोटि मन्दिरतिर फर्केर फोटो खिचौँ भनेर खिचेँ, भिडियो पनि बनाएँ। फेरि उत्तरतर्फ फेरि राउन्ड मार्न लाग्यो। राउन्डमा देखेर डरलाग्दो वन जङ्गल रहेछ। जङ्गल काटिसकेपछि एकदमै राम्रो भ्यू आयो यहाँतिरबाट। त्यही मन्दिर साइडतिरको त्यो बाहिरको बोर्डमा पनि लेखिएको थियो कि शीतल घोरल अनि बँडेलहरू चाहिँ यतै पाइन्छ भनेर। त्यसुनाले मुग्छ। पानी पनि नलगेर गएको, फेरि पानीतिर लाग्यो। फेरि नल्कीबाट पानी तानेर फेरि आफै पानी खानतिर लाग्यो। बोर्डले एक राउन्ड लगाइसकेपछि उतादेखि आएको त्यो अगाडि देख्न सक्नुहुन्छ। यही हो पुरा ताल चाहिँ दाङको ज्यामरी है, लगभग बराबर नै होला। अनि कलेजको केटीहरू देखेर भिडियो बनाउन लाज लाग्यो अनि त्यसपछि फेरि अगाडि गएर भिडियो बनायो। अनि यहाँ फोटो खिच्ने क्यामराम्यानहरू पनि हुनुहुँदो रहेछ। त्यसै गरी बगैँचा पनि रहेछ कस्तो राम्रो खालको। त्यहाँ बस्यो केही बेर, माछाहरू पनि रहेछन् यतातिर। त्यसपछि हामी रिटर्न भयौँ। लमैमा आएर पानीपुरी खायो। त्यसपछि यो टाटामाटाको बाटो हुँदै बाटोहरू कस्तो राम्रो भएको रहेछ। दक्षिणतिर हेर्दाखेरि मनमोहक दृश्ययुक्त बस्तीहरू निर्माण भएको रहेछन्। हेर्दै हेर्दै हामी अर्जुन खोलाको अगाडिको पहाडी बिचमा निस्क्यौँ। बिचलाई पार गर्दै अर्जुन खोलाको पुललाई पनि पार गऱ्यौँ। यस भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद तथा आभारी छु म हजुरमाथि। जो कुनै भए पनि कमेन्ट छोडिदिनु होला। अनि मन पर्यो भने सब्सक्राइब गर्न चाहिँ कति पनि नभुल्नु होला। हजुरको एक सब्सक्राइबले मेरो भिडियो बनाउने इच्छालाई चाहिँ झनै उजागर गर्नेछ। यतिको भन्दै अर्को भिडियोमा भेट हुने बाचा गर्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।